काकी हजुर के हो गाई त ब्यायो कि क्या हो? छैन नानी, ब्याएको छैन अझै। अब आज भोलिमा ब्याउँछ कि जस्तो छ। यो पनि किनेरै ल्याएको हो, 10-15 दिन भनेर ल्याएको, खै त ब्याएको छैन अझै। अब त ब्याउला 1-2 दिनमा। कति राम्रो छ त हौ गाई त। गाई एकदम राम्रो छ। अब सबै थोक पुरा भए जस्तो छ। अब 1-2 दिनमा चाहिँ ब्याउँछिन्। बेहुती खान पाइन्छ कि क्या हो काकी? एकदम मजाले पाइन्छ नानी, एकदम पाइन्छ। अब आज भोलि पक्कै ब्याउँछिन् जस्तो छ। ब्याएपछि बेहुती खान निम्ता गर्छु। आउनु आइहाल्छु नि काकी, म त बेहुती खान त। आउनु पर्यो नि, आउनु पर्यो। कति चाहिँ राम्रो देखियो हौ यो गाई त। गाई एकदम राम्रो छ, ब्याइसक्नु पर्ने हो। किन ढिला भयो हौ काकी? यो बाहिरबाट ल्याएको गाई हो, ब्याउने गाई। त्यही भएर खै उनीहरूले त 10-15 दिन भनेका थिए नानी। ल्याएको पनि 20-22 दिन भइसक्यो। अब चाहिँ 1-2 दिनमा ब्याएर बेहुती खान पाइन्छ जस्तो छ हौ। 1-2 दिनमा त ब्याउला जस्तो छ। अब ब्याउँछ।